हेलो गाइज, वेलकम ब्याक टु आवर च्यानल। यत्रो दिनपछि मैले भिडियो बनाएको छु होइन। आज चाहिँ हामी जाँदैछौँ पाल्पा शीतलधाम। एउटा होटेलमा बस्छौँ अनि हामी 4 जना अनि उता बुनुको साथी पनि जाने हो, युवन भन्ने भाइ अनि तिनको बाबा अनि मम्मी। त्यति 3 जना अनि हामी 4 जना 7 जना भएर जान्छौँ। अनि अब पाल्पा केमा जाने, स्कुटी इभी गाडीमा जान्छौँ होइन। स्कुटीमा जाने भने अटिँदैन, 4 जना गाह्रो हुन्छ। त्यही भएर चाहिँ यो इभी गाडी बुक गरेर जान्छौँ होइन। हेर्दै जानुहोस् है त, यस्तो घाम लाग्छ यता बुटोलमा यस्तो घाम लाग्छ, टन्टलापुर घाम छ। त्यही भएर हामी त शीतल खानालाई जान लाइन भाइ धन्न हामी अलि यता माथितिर हौ, त उता तलतिर पहिला हाम्रो बन्नी गल्तिर बस्दाखेरि त घर मेरो मरेर कता गाह्रो हुन्थ्यो त्यो बन्नी घरमा। धन्न यसपालि चाहिँ यहाँ आएर बस्छ। ए माथि आकाश हेर्नु त कस्तो छ, हेर्दै जानुहोस् है। राम्रो हेलो फेसबुकमा टक्क सेयर गरौँ ल हैन। हाय भन्दै हाय अलि मिलाएर हामी सबैजना आइन्छ। ल हाय आइया यहाँबाट अनि उताबाट पनि बनाउनु पर्छ कि अझै मेन समस्या त उता पनि हुन्छ नि बर्खाको बेला। बाबुले स्कुलमा सबै टिचर बस्नु अब घर घर ड्रेस चेन्ज गरेर ट्रेन घुम्न जाने भन्दै आएको अरे। हिँड्ने बेला बुवाले भाइ स्कुल आयो सबै वारी चाहिँ हो क्या वारी त्यो जस्तो थाहा छ तर किन हामी पिकनिक खान जाँदा वारीपट्टि पिकनिक खाँदै अनि वारीपट्टि कटिङ त्यो भैरव स्थानतिर पछि यताका लागि भनेर यता खोलेको कि खोले होला नि अहिले लाइट छैन कि हेर्नु यो तल टक्कै बाल्कनीमा जानु मिलेको छ कि एउटा फार्म हाउस। ल जाऊ जाऊ तिमी पनि जाऊ त बुनु, जाऊ त बुनु तिमी जाऊ। के भयो अरे? ल ल खेल खेल बस तिमी पनि बस बस क्या युवन। ल हल्लाइदेऊ। ल हो त्यहीँ स्लिप गर। कस्तो कस्तो लाग्छ पनि नि आएर हो।
ल खेल है, नलडिकन खेल राम्ररी। युवान खेल्छौ कि नै? युवान चढ्छौ कि नै? चढ्दैन हौ। ए ल फोटोसुट हुँदैछ यहाँ फेरि। खाने होला नि छोरा Just बुनु के भयो किन रिसाकी छोरी बुनुले लस्सी लस्सी नगर अघि केटाकेटीलाई जुस yeah, भनेको फिस फ्राई के भयो वाइफाई गयो भाइ कुन तन्दुरी चिकन विङ्स कहाँ हो हजुर के छ सर हालखबर के पाक्दैछ यहाँ के को रोस्ट हुँदैछ चिकन हो क्या हो चिकन हाने बाहुनको छोराले पनि कोही चिकन हान्छ कतिवटा हुन्छ दुईटा चाहिँ लक दिएको दुईटा लक देऊ दिदी wow god कोही खाने म त